हेलो फ्रेन्ड, वेलकम टु माई मिनी ब्लग। आज धेरै दिन पछाडि एउटा ब्लग लिएर आएको छु ल। अनि ब्लगमा आज के छ स्पेसल भनेर नि म भन्दैछु ल। अहिलेको यो खरबुजा काटेर कि आज म केक बनाउन लागेको। अहिले भाइ कस्तो हेरेको टिकटकमा, जहाँ पनि भिडियोहरूमा त्यो त्यसको केक, तर खरबुजाको केक बनाएर यस्तो छोराछोरीको त्यो बनाउँछ नि त, बर्थडे बनाउँछ के बनाउँछ भनेर नि आज म पनि ट्राई गर्न आँटेको। अब बनाउँछु, कस्तो छ भनेर नि हजुरहरूले कमेन्ट गरेर भनिदिनु ल। र एउटा काम, हजुरले नि सब्सक्राइब गर्नुभएको छैन कि हाम्रो मेरो भिडियोमा एउटा पनि। हेर्न चाहिँ हेर्नुहुन्छ, ठिक छ, हेर्नुपर्छ, लाइक कमेन्ट सबै गर्नुपर्छ। तपाईँ गरिदिनु, प्लस सब्सक्राइब पनि गरिदिनुहोस्। बनाउँदैछु। अब आज छोरी नि मेरो 10 महिना भयो, 10 महिना भयो नि कि। अनि 10 महिनामा अस्ति के गरेर अरू फोटोसुटहरू के गरेँ, त्योहरूसँग सेयर गर्न सकेन। अनि आजको स्पेसली यो कस्तो मन लागिरहेको थियो, अस्तिदेखि सेयर गरौँ यही भनेर कि। अनि यो सेयर गरेँ, बनाउँदै हजुरहरूलाई देखाउँदै अनि म सेयर गर्छु ल। त्यसरी पहिला तरबुज ल्याएँ कि बजारबाट, चिसो राखिदिएँ, चिसो हुन्छ भनेर। अनि फ्रिजमा राखेर चिसो भइसकेको थियो। अनि चिसो भएर अनि बनाउनु लागेको। यस्तो काटेँ, अर्को बात देखाउँछस्। एक भाग यो भयो, दोस्रो भाग यो भयो। तेस्रो भाग 3 ताला बनाएँ। छोरीले के रियाक्सन दिन्छ, कस्तो गर्छ भनेर नि सबै म देखाउनेछु ल। हजुर हेर्दै गर्नु, हाम्रो भिडियो फुल हेरिदिनु। हेर्नु त, 1 2 3 4 तला बनाएँ। अब आज 10 महिना भयो नि त, अब यो 10 बनाउँछु ल। यसकै खरबुजाको 10 बनाउँछस्। टेन बनाउनलाई नि 0 बनाउँदैछु। अहिले चकलेट काट्न त अलिक गाह्रै हुन्छ, र बनाएर म देखाउँछु। हस्, के सजाएर त्यो ग्राफ फ्रुटहरू अझै के राखेर मान्छेले कस्तो बनाउँछ। घरमा अहिले एभाइलेबलै छैन, छको भए हुन्थ्यो भने म सबै देखाउँछु। यो सिम्पल छिट्टो मिठो राम्रो बनाएर देखाउँछु। हस्,
दिनमा यो बिग्रिनै हाल्यो, अर्को बनाउँछु ल। यो त गोलो बनाएँ, अनि यो बिचमा दुलो बनाउनुपर्छ ल। अहिले हेर्छु बन्छ कि कस्तो हुन्छ। अघिको त बिग्रियो। यो भिडियो त अलि लामो हुन्छ कि, नबसाइकन पुरै हेरिदिनुहोस्। टेनको 0 भनौँ, अब 1 बनाउँछु हस्। कसो सोचेको बसेदेखि कि यही बनाउँछु भनेर आज भोलि गर्दा गर्दा गयो दिन। अब यसको 1 बनाउँछु। 1 पनि बनाएँ, अझै मिलेको छैन कि, अनि 1 पनि बनाएँ। जस्तो अहिले मिलेको छैन, मिलेर देखाउँछु ल। ये 1 अनि यो 0 10 भयो कि 10 महिना भयो नि त। देखाउँछु ल 10 कस्तो भएछ हेर्नु त। बनाएँ, सफल भयो बनाउनलाई। कस्तो बनाउनु मन कस्तो भइरहेको थियो, डर लागिरहेको थियो कि हुन्छ कि बिग्रिन्छ के हुन्छ भनेर नि। हेर्नु त बन्न त बने। अब यो 10 मन्थको भयो नि त। यो 10 मन्थ बनाएँ। यो सजाउनले एउटा पोला त छ घरमा, अरू फुल त छैन। अब पोलाले सजाउँछस्। बिग्रियो, सोचे जस्तो भएन। अङ्गुरहरू हुन्थ्यो नि त, चेरीहरू, अनि राम्रो देखिन्थ्यो क्या। फाइनली रेडी भयो। म राम्रोसँग देखाउँछस्। हेर्नुभयो, छोरी सुतेको छ कि उठ्छ नि, म देखाउँछु लाइन बनाउँछु ल। अर्को एकछिन बसी देखाउँछस्। म देखाउँछु अब सजाइदिएँ कि यसलाई। हेर्नु त कस्तो देखिएको छ। रहेछ। अब मेरो छोरी सबै यत्रो राम्रो केक सजाए, यसकै लागि के गर्छ भनेर साँच्ची सबै बिगारेर नि। यसो काम बिगार्ने मात्रै हो क्या। यहाँ हेर्नु
खेले तर खुसी भएछ क्या, खेलेर बसेछ। यसकै लागि बनाएको, यसको साह्रै तर मन परेछ। ल अब अर्को भिडियोको लागि सेयर लाइक कमेन्ट गरिदिनु, अनि छिट्टै म अर्कै भिडियो पनि लिएर आउँछ। हस्, यो भिडियो कस्तो लाग्यो भने कमेन्ट गर्दै गर्नु, अनि सब्सक्राइब गर्नु नभुल्नुहोस् साथीहरू।